अनि त्यही दिनमा त अनि त्यति 1-2 घन्टा लाएर सुमसुमै राख्नु पर्थ्यो त मजा आएन मजा आउँछ कि भनेर कोसिस गरेँ मजा आएन म गएको नि थाहा अनि भएन मलाई त यस्तो भन्नुभएको थियो त हेर सानो मैले अहिलेसम्म 1000सँग यस्तो युज गरेको तिम्रो जस्तो मजा त म जिन्दगीमा कसैदेखि लगेन भनेर खुसी भएर जानुभएको थियो त फेरि मजा आएन रे अहिले आएर तिम्रो जस्तो भर्जिन तिम्रो जस्तो गोरो तिम्रो जस्तो पाउरोटी भुक्क परेको चिल्लो भनेर चुम्दै बस्दै गर्नुभएको थियो यदि मजा आएन भनेदेखि किन सुनेको त भन्नु त किन 1000 ताली पुरै माथि मुखमै छुने अनारीमै पुग्ने गरेर किन तलदेखि घुसाएको त मुख हात जिब्रो हालेर खतलम पुग्छ किन बनाएको किन हाँसेको होइन यदि मजा आउँदैन भन्दै जिब्रो हाले किन खतलम कुद्न पार्ने अर्काको माल मान्छेहरूले जब थाली पनि एकदम भातको प्लेट पनि जब आफूलाई मन पर्दैन नि अलिकति खाएर त्यत्तिकै भात बचेको